जब मेरो श्रीमतीसँग भेट हुने कुराको जोड्दा चाहिँ एउटा किस्सा छ होइन। ताकि कस्तो भन्दा जब म +2 पढेँ अनि अब +2मा त त्यही त हो होइन, कलेज लाइफमा भइसकेपछि आफ्नो आफ्नो तरिकाको सबै कुरा हुन्छ। अनि म चाहिँ प्राय कमै मात्रामा केटासँग बस्थेँ, कारण म केटीप्रतिको आकर्षित होइन, फोकस मेरो फोकस थियो। मलाई यति मेन्टालिटी थाहा थियो ताकि महिला भनेको पढाइमा तृष्णा हुन्छ, महिला धेरै तिखो पढ्छ, पढाइप्रतिको धेरै बुझेको कुरा चाहिँ महिला हो भन्ने कुराले गर्दा म महिलासँग बस्ने कुरा म अलिकति भयो क्या। पुरुषहरू पनि हुनुहुन्थ्यो घुलमिलमा आउँदा होइन, घुलमिल अलिकति महिलासँग भयो। जब मेरो श्रीमती प्रतिमा लिम्बू हो, प्रतिमा लिम्बूसँग मेरो कक्षा 11मा देखभेट भयो। म यस्तो चाहन्थेँ ताकि मैले जीवन साथी छान्नु पर्यो भने म रूपसँगको, धनसँगको, सम्पत्तिसँगको, स्टिल पढाइसँग पनि मेरो त्यति दाँजो हुँदैन थियो होइन। अब केही काहीँ मनमा कतै कसो त हुन्छ नै होइन, तर पनि विशेष गरेर चाहिँ आफ्नो व्यवहार कस्तो छ अनि मेरो व्यवहारसँगको, मेरो केमिस्ट्रीसँगको मिल्ने मैले भेट्छु कि भेट्दिनँ भन्नेतिर पनि हो क्या केही हदसम्म। त्योमा मैले प्रतिमा, मेरो अहिले मिसेस छ, प्रतिमासँग थोरै इन्ट्रेक्सन चाहिँ मैले बढाएँ होइन। 11मा जब कक्षा 11को इक्जाम भयो, इक्जाममा मैले उसलाई बेतना भन्ने सिमसार, त्यो सिमसारमा चाहिँ अन्तिम सेकेन्ड लास्ट थियो होला सायद, त्यो दिन घुम्नु पर्ने थियो। त्यो घुम्नु पर्ने दिनमा साइकलमा गयो अनि मैले त प्रस्ताव राखेँ सर। अब म तिमीलाई मन पराउँछु होइन, चाहिँ विभिन्न कुरा गरेँ होला, त्यति बेला सबै थाहा छैन, तर प्रस्ताव राखेँ मैले, सर मैले मन पराउँछु तिमीलाई, तिमी के गर्छौ भनेर भन्दा उसले थोरै इग्नोर होइन तर प्रेमप्रति तृष्णा कम भएको देखायो उसले त्यति बेला। मेरो स्वभाव जिद्दी छ, फेरि त्यो स्वभावलाई मैले त्यहाँ प्रस्तुत गरेँ, होइन नि त्यसो होइन। अब यदि तिम्रो छैन भने, यदि अहिले स्टिल तिमी सिङ्गल हो भने चाहिँ थोरै मैले पनि बढाउँ, मैले अब माया गरिसकेँ गरौँ भनेर भन्दाखेरिमा उसले मलाई समय माग्यो, बेलुका समय माग्यो। बेलुका चाहिँ रिजल्ट आयो होइन, रिजल्ट आयो, सकारात्मक रिजल्ट आयो। सकारात्मक रिजल्ट आयो। त्यो बेलामा म यति भइसकेको थिएँ ताकि उसले मलाई यदि नो भनिदिएको खण्डमा म के गर्छु होला, किन भन्दा मेरो दायाँ बायाँ थिएन क्या। केटीहरू अब साथीहरू त हुन्छ नि त, हरेक साथीहरू हुन्छ, तर मलाई यस्तो लाग्थ्यो ताकि त्यो साथीहरूसँगको र प्रतिमाको हेर्ने दृष्टिको नजरै मेरो फरक क्या सर। अनि जब मेरो अहिलेको श्रीमती, अब त्यो बेलाको प्रेमिका चाहिँ उसको पनि ब्याकग्राउन्डमा कुरा गर्छु होइन, ऊ चाहिँ फुटबल राम्रो प्लेयर हो, डिफेन्डेन्स हो होइन, लेफ्टी डिफेन्डेन्स हो। उसको नागरिकता नै इन्डिया फुटबल खेल्न जाने बेलाको बनाएको छ होइन, इन्डिया जानुपर्दा नागरिकता बनाउनु पर्ने रहेछ त्यति बेलाको छ। अनि उसले जिल्ला स्तरीय फुटबल पनि खेलेको, नेसनल अब इन्डिया पनि गएर खेलेको प्रतिमा लिम्बू। अनि फोटो पत्र पत्रिका पनि छ होइन। अनि अब विभिन्न जिल्लामा जस्तै तेह्रथुम भयो, धनकुटा भयो होइन, अन्य चाहिँ जिल्लाहरूमा तल के अरे विराटनगरतिर, पचामतिर भयो होइन, विभिन्न खेलेको। अब यहाँ विराटनगर, यहाँ काठमाडौँ आउने खेल्ने होइन, विराटनगर त्यो स्टेडियममा खेल्ने व्यक्ति। अब म त्यो केटोलाई अब अलिकति मिलेन कि आओ जस्तो पनि लाग्यो होइन। साउँदो अहिले हेर्ने हो भने अब के भन्छ लेभल त्यो अब त्यो ठाउँमा त्यो क्षेत्रको त एउटा झन्डै सेलिब्रिटी जस्तो हो। अनि सेलिब्रिटी जस्तो, तर म पनि कम थिइनँ फेरि होइन, कलेज डबल टप तर घमण्ड थिएन मसँग। त्यस पछाडि मैले प्रस्ताव गरेपछि बेलुका उसले स्वीकार गरेपछि हाम्रो यात्रा सुरु भयो। त्यस पछाडि मैले अब कति कुरामा उसलाई ज्ञानप्रति अब कम चासो देऊ,
पढाइमा देऊ भनेर भन्दा पछाडि उसले त्यसै पनि गरौँ। अनि त्यस पछाडि हामीले 2069 साल चैत्रको 29 गते चाहिँ हामी विवाह बन्धनमा बाँध्यौँ। अनि मेरो प्रेम विवाह हो, लभ म्यारिज हो। राम्रो एउटा भएछ हो प्रेमले हो मूर्त रूप लिएछ। विशेष गरेर मेरो परिवारको कुरा गर्दा चाहिँ सफलताको पछाडि परिवारको ठुलो हात हुन्छ सर, होइन? 69 सालमा हजुरको 69 सालमा बिहे भयो। हजुर हजुर। त्यसपछिबाट अब भनौँ न अहिले 83 सालसम्म हजुर हजुर आइपुग्दाखेरिको अलिकति अब भनौँ न एउटा पारिवारिक जीवन हो, होइन? अब अलिकति यहाँ त साँच्चै भन्ने हो भने विवाहदेखि सुरु हुन्छ भन्छ नि, होइन? एउटा मानिसको जीवन चाहिँ सही ट्र्याक लिन्छ, त्यसलाई चाहिँ त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। हुन त परमेश्वरले दिनुभएको यो शरीर जन्मेदेखि मृत्युसम्मको हाम्रो महत्त्वपूर्ण छ। त्यही पनि अब संसारिक भनाइको कुरा गर्दाखेरि परिवार 69 सालमा हजुरले बिहे गर्नुभयो, त्यसपछिबाट यहाँसम्म आइपुग्दा, यो 83 सालसम्म आइपुग्दाको रमाइलो कुराहरू, त्यता मिठा कुराहरू, त्यता जाउँ न सर। अनुभवको कुरा गर्दा महिलालाई बुझ्ने मौका पाएँ सबैभन्दा पहिला बिहेपछि, होइन? जब मैले महिलालाई के बुझेको रहेछु भने नि सर, महिला भनेको त एउटा बाँच्ने मेल हो, होइन? किन भन्दा मेरो दिदी बहिनीसँग म बाँध्थेँ नि त, होइन? मेरो दिदीसँग बाँध्थेँ, उही पुरुष जस्तै हो, झगडा गर्ने मात्रै कपाल लामो, यति मैले बुझेको हो महिला, होइन? त्योभन्दा अरू मैले बुझेको थिइनँ। तर जब मेरो जीवनमा महिलाको उपस्थिति भयो 2069 सालमा प्रतिमा आउनुभयो त्यस पछाडि महिलाको साँच्चै महत्त्व मैले त्यहाँबाट बुझेँ। जब म कुनै कुराले निराश छु उसले मलाई ढाडस दिन्छ, उसले मलाई साथ सहयोग गर्छ। म अभावमा हुँदा पनि उसले मलाई दिनुपर्ने हौसला, निराशमा पनि हौसला दिन्छ। अनि मलाई थाहा छैन मैले लुगा लाएर यहाँ राखेपछि कसैले धोइदिन्छ भन्ने मलाई थाहा थिएन क्या। त्यस पछाडि मात्रै चाहिँ मैले लगाएको लुगा पनि धोइदिने मान्छे हुँदो रहेछ भन्न ठाने क्या मैले। मेरो बुझाइ यस्तो ताकि मेरो न्यारो होइन, मैले त्यतिसम्म पनि मैले त्यो बेलामा त्योभन्दा अगाडि मैले साथीत्व पाएको थिइनँ रहेछु क्या महिलाप्रति, मैले बुझेको थिइनँ रहेछु। असल जीवनसाथी पाए पछाडि महिलाको महत्त्व मैले प्रष्ट रूपमा बुझेँ। महिलाले हाम्रो जीवनमा खेल्ने भूमिका सबैभन्दा ठुलो हुन्छ सर। म को हो भन्ने खालको कुरो मेरो प्रस्तुतिमा भर पर्छ, तर त्यो प्रस्तुति सँगसँगै कार्यान्वयन गर्नको निम्ति उत्प्रेरणा चाहिँ महिलाद्वारा पाइँदो रहेछ क्या सर। मेरो अहिले पारिवारिक हिसाब गर्दाखेरिमा मेरो एउटा छोरा एउटा छोरी छ, होइन? 11 देखि 12 वर्ष हिँड्दै गरेको मेरो छोरा अहिले 8मा पढ्छ। अनि धेरै ठुलो भइसक्यो। अनि मेरो छोरी चाहिँ 9 देखि 10मा हिँड्दैछ, ऊ 7मा पढ्छ। मेरो छोरा एसन राई हो, छोरी एल्सिका राई हो। अनि जब परिवारमा बालबच्चाको जब श्रीमान श्रीमतीको सम्बन्ध छँदैछ, होइन, एक आपसमा पारस्परिक, अझै छोराछोरी भइसकेपछि परिवारप्रतिको माया ममता अझै बढ्ने रहेछ सर।